मजाले शुभ बिहानी सबैमा। हाम्रो घरबाट बिहानै सूर्योदय देखाउन गइरहेछ तपाईहरुलाई। माथिल्लो भेग चाहिँ सैलुङ रेन्ज हो। यो चाहिँ हाम्रो बुद्धमालाको बिरुवा हो। अहिले राम्रो भएर रहेछ। यहाँ पनि एकदम राम्रो भएको छ। उखु र चाहिँ घरमा यसरी धन्जा राख्ने चलन छ, जसले चाहिँ अब घरको सुरक्षा गर्छ भन्ने मान्यता रहेको छ। हाम्रो फर्सी खान आउने फुलहरू अब तिहारमा फुल पाएन, व्यस्तले महँगो भयो फुल। आजकल यस्तो फुलेको छ क्या। तपाईँहरूले चाह्यो भने आउनुहोस् है, यो सित्तैमा जति चाहिन्छ त्यति लानु। यहाँ हाम्रो आमा फर्सी टिप्दैछ। फर्सी त भकुमार रहेछ त। कति किलो कसरी दिने? उसले पठाइदेऊ भन्थ्यो, खै भन्न त। पठाइदेऊ भन्थ्यो। बेच्नुलाई बारीभरि फर्सी छ, एकदम गुलियो गुलियो फर्सी। अनि यो त झार केलाइदिए पो बन्द होला त। यो झारै नकेलाएपछि त के होला त्यो बन्द? गिरिराज कुखुरा यिनीहरू चाहिँ बच्चाहरू। ओ ब्रान्ड ओर्न डुस जबरजस्ती डुस छ मलाई। त्यसरी कहाँ हुन्छ? जबरजस्ती डुसी त मलाई ब्रान्ड गई बोल। हाम्रो घर यहाँ सिमी गजले फलिरहेछ। खैरी तिलौनु त जाथरी बदल मल ब्लु। यो चाहिँ किवी बगैँचा। हाम्रो किवी थोरै हाम्रो भाइ अब जागरिलो हुनुहुन्छ। ल यो किवी अलिअलि फलै छन्। अब यस चाख्नलाई हुनुभयो। यो पनि बुद्धमाला हो। बुद्धमाला अब फल्छ होला अर्को सालतिर। धुम्म छ लेखमा सधैँ यस्तै हो, सधैँ धुम्म हुन्छ। अब दवा छिरिङ ठुलो भइसक्यो डन। ल ल यति भएपछि त दुध पछि हो नि। म पनि ल्याएर आउँदैछ। कार्तिक पूर्णिमाको दिन घर घरमा ध्वजा राख्ने, ग्रह दशा फ्याँक्ने गर्ने गर्दछ। यो अरूले लडाउनु पर्ने कोदो अब आफै लडेर बसेको रहेछ। अब पछि टिपेपछि अरूले लडाउँछ। यो चाहिँ धान हो। अलिकति थोरै रोप्नु भएको रहेछ। यो चाहिँ पानी नचाहिने खेत, सधैँ पानी लगाइरहनु नपर्ने। धान पनि फलेछ मजाले। यो त गजबबाट तेर्सो भएको छ। यो त अरूको त तल लामगाने भन्दा त ओए ठाडा हुँदो रहेछ। अब सबै झुन्डेको त्यस्तो हुँदो रहेछ है बाउहरूले गरेको। उफ्रिनु पर्छ।
हेर्नुहोस् है हजुर फर्सी ल कत्रो कत्रो पृष्ठभूमिमा हामी हिमालय रेन्जेसहरू देख्न सक्छौँ। हिमालय चाहिँ पर्वतीय श्रृङ्खला, त्यससँग यो चाहिँ दोरम्बा गाउँपालिका वडा नम्बर 2 मा अवस्थित अग्लेश्वर महादेवको मन्दिर हो। यो ठुलो शिला छ। यहाँ चाहिँ एकादशीमा ठुलो एकादशीमा हरिबोधनी यसो ठुलो मेला लाग्छ। सयौँ धामी झाँक्री सहितको ठुलो मेला लाग्ने गर्दछ। अस्ति भर्खर मेला लागेको हो। यहाँ तोरण टाँगिएकोहरू हामीले देख्न सक्छौँ। तपाईँहरू सम्पूर्णको अग्लेश्वर महादेवले रक्षा गरून्। यो पृष्ठभूमि चाहिँ सैलुङ रेन्ज हो। अहिले चाहिँ म यो अग्लेश्वर महादेवबाट खिचिरहेको छु। हिमाल पर्वत श्रृङ्खला देख्नुहुन्छ। यो चाहिँ माथि बत्ती बाल्ने ठाउँ। यता हामीले गजबको एकदम राम्रो बनाउनु भएको रहेछ। अहिले एकदम राम्रो लाग्यो। यहाँ पृष्ठभूमि देख्छौँ चोप्राङ ठिक हो। चाहिँ यो बजार चाहिँ गाल्वा हो। पछाडि हामी हिम श्रृङ्खला देख्न सक्छौँ। यहाँ आज शनिबार तीर्थारूहरू हुनुहुन्छ थुप्रैजना। हामी यो साइडमा पनि गजबको हिम श्रृङ्खला देख्न सक्छौँ। एकदम यो क्षेत्रको एकदमै प्रख्यात मन्दिरहरूमा पर्दछ। दसैँमा विशेष गरी यहाँ बलि चढाउने, पञ्चबली चढाउनेदेखि लिएर दर्शनार्थीको एकदम भिड लाग्ने गर्दछ। यो चाहिँ चोप्राङ पुरानो चोप्राङ अहिले खाडादेवी गाउँपालिकामा अवस्थित छ। यहाँ दर्शनार्थीहरू दर्शन गर्दै हुनुहुन्छ। यहाँ चाहिँ भगवान चढेर कामी आफ्नो अभिव्यक्ति गर्ने भइरहेछ।